के भन्न कहाँ छौँ अङ्कल आज हम आज के अरे भागेश्वर गाउँपालिका वार्ड नंबर 3 लामकाण्डे हाम्रो गाउँ हो। दसैँ तिहारमा हम यहाँ आया हूँ अनि अब त्यसपछि अब दसैँ सकियो अब कर्मथलीतिर जाने तयारी छ। डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिकामा छौँ। यो हाम्रो गाउँ यो हाम्रो गाउँ हो। हेर यहाँको भ्यू शान्त यहाँको यो हाम्रो नाना साना बाख्रा चराउने जङ्गल हो। यहाँ हम चाहिँ बाख्रा चराउने जङ्गल हम त्यहाँ खेलन्थ्यो। याद आउँछ च्याल याद आउँछ हो कहाँ कहाँसम्म लैजान्थ्यो बाख्रा बाख्रा पाले उतासम्म तहाँसम्म भिडियो बनाएर हामीले उतासम्म लैजान्थ्यो। एक न चढवा हो चढवा चौर राम्रो ठुलो थियो क्या यो तलतिर गन्नौला जाने रोड यो यहाँ मल्ली मर्काउँ यहाँ बुङ्गा हाम्रो ऋतु चल्या हुनाले यहाँ यो अब रुखडाला धेरै भइसक्यो भाइ हाम्रो गाउँ टलक्क देखिन्थ्यो अहिले चाहिँ काटेल ढोकिया छ रुखनले ए जङ्गल घनाएछ थियो क्या पहिलेको चाल के परिवर्तन छ भाइ जङ्गल खाली छ चाल हो जङ्गल घना थियो अहिले जङ्गल खाली छ। जङ्गलको छेउ छैन। अहिले चाहिँ अलिअलि जङ्गल बढ्या जस्तो लाग्यो योपाला धेरै वर्ष पछाडि 8-10 वर्ष पछाडि चाहिँ यो जङ्गल अलि बढ्या जस्तो लाग्यो। पहिलेका अलि एकचोटि जङ्गल सकिएको थियो अहिले जङ्गल अलि बढ्या जस्तो लाग्यो। हाम्रो गाउँ रोडको सुविधा घर घर हो रोडको सुविधा यो चाहिँ ठिक लाग्यो। गाउँ घर रोड पुगेको छ। पहिले यहाँबाट बकार तलतिर मुडे ल्याउँथ्यो तलतिर बाटो थियो क्या बाटो त हिट्टे बाटो हिट्टे बाटो हरायो रहेछ चाल कोही नि हिट्टा यहाँ हिट्टे बाटो चाल रोड सब रोड बटे होना यसो चाहिँ अब हेर्दै रह्यो भ्लग ओके बाइकतिर जा बाइकतिर कलियो बाइकमा कलियो एक फिट हम यहाँबाट अर्को ठाउँ जानु अरे होइन अर्को ठाउँ जानु अरे उता पारि घना जङ्गल छ यहाँ म छु हाम्रो पहिले जङ्गल थियो घना जङ्गल थियो यसो रोडहरू पनि कहिले थाहा पायो त कसैले थाहा पाएको थियो अहिले चाहिँ यसो रोड छ फिलिली रोड छ नेपाल जाने छोटो कोकटा जाने छोटो हो घाँस दाउरा पातो चाहिँ सजिलो छ सबै कुराहरू छ। यही बोलो एक मिनट बोलो पालो पालो लाग्यो भने यो आहा नभन्ने कति सजिलो छ बाख्रा चराउनलाई कति घाँस कति छ बाख्रा कसरी चल्छ ल बोलो भागो जुन फज्जर यार मैले हो कि त्यो त भन पहिले भिडियो तँ बोल त के भन्ने हो बाख्रा चराउने जङ्गल कस्तो छ के छ कहाँ हो यो त्यहाँको माहौल छ बाख्रा चराउने जङ्गल कस्तो छ केटाहरू शरम भन्ने रे फज्जर नभन्ने तेरो म चाहिँ भन्ने झाडेको छ ल भ्लग हो भ्लग हो
कहाँ ल हाम्रो केटाहरू यहाँ बाख्रा चराउँदैन नि मुनि बाख्राले चढाउनु बजार है मान्छे यार पहिली जङ्गल ठुलो थियो यो जङ्गल कम भइसकेर थियो उहाँ त जङ्गल ठुलो भइसकेर यो हँसाहरू जी हो रे केटाहरू लाज भन्डारेन लाज अहिलेसम्मले लाज भन्डारेन ये कपाल के हो यो हाँ तुम्हारा भाईल बिगाड़ दिया हम तो है तेरी पुरानो काटो है और आप जन देखा है कन्टेन्ट हो आज भयो भयो कन्टेन्ट छ यहाँ जङ्गलतिर आएर त्यहाँ फर्किँदो होइन रामर फर्किँदो घरतिर कहाँ कहाँ हुन्छ पुरा गाउँ घुमाउने आज हो पुरा गाउँको भ्लग आउँछ स्टेट्युन है गाइड स्टेट्युन हाम्रो पुरै गाउँको भ्लग आउँछ पुरा गाउँ बोल्दैन बोल्नु मात्दैन ना हौ ये मात्दा हुन्न यो मात्दा जो छ ए बजाएको जाल है मन्दिर माथि कोट डाँडामा कोट भन्नु त्यहाँ हाम्रो सदरमुकाम जाने बाटो त्यही ठाउँ भयो हो बाइकको गाडी उकाली रोडदेखि नाच्छ बस पिपल छ हाम्रो गाउँ चाहिँ घरहरू बाँधेर रुखले छेकिरहेन होइन मैले यहाँ बुड्डु नरन्थ्यो क्या अब मन्दाबाट एमटे कहाँसम्म जाने है पुरा गाउँ आज पुरा घुमिन्छ अंकल हम अब फेरि भन्दा गाउँ पुगे दुकान ले रहे जिला
पिपलमा त टोली हो इंडिया पूरा पूरा इंडिया पूरा इंडिया देखिए यहाँ यहाँ पिपलमा थोड़ा अगाडि यहाँबाट हामी एकचोटि भ्यू देखाउँछौँ मजा यहाँ छन् अङ्कल यहाँ यो भ्यू यहाँ पछाडि यहाँले बाट यहाँ हाम्रो गाउँमा मान्छे कोही बित्या भयो यहाँबाट लैजानु सिधा यहाँ हाम्रो चाहिँ लगभग इम्थे हाम्रो गाउँबाट महाकाल पुग्दालाई 5 घन्टा लाग्दैन हैन यीबाट तल त्यो छ नि लैजानु हो म महाकाली पारी कुसमत घाट चम्पावत जिल्ला भारतको चम्पावत जिल्ला जाने छामा तल महाकाली छ वहाँ अनि वहाँ हाम्रो लासा यो लैजाने बाटो यो पारीको त्यो बाटो एकदम अप्ठ्यारो छ कठिन यात्रा म जानु पर्छ हाम्रो घाट चाहिँ वहाँ भयो सडकको विकास अहिलेसम्म त हाम्रो भएन थियो नि तल अलिअलि देखिन्न त्यो सडक चाहिँ के विवादले रोकिया छ अहिलेसम्म सडक छैन त्यहाँ तर हाम्रो थोडा खणी रहेछ हामीलाई दुःख छ वहाँ टाढा जानु पर्छ 6 घन्टा बिहान हो 6 घन्टा हो 12-13 घन्टा चाहिँ लास बोकेर हेर्नुपर्ने समस्या हुन्छ अनि हाम्रो सुन्दर गाउँ हो यहाँ पिपलमा यहाँ तल पुरा एकदम खेतीयोग्य जमिन हो दायाँ बायाँ सबै चिज मान्छेले निका छन् यहाँका ल स्टे ट्युन है गाइज पूरा बैतडी यहाँ उठे पूरा यो लम्काने रिङ रोड हो क्या यो त हो देखिए पूरा हमारे गांव स्कूल लगाएगा पोखरा हाम्रो पोखरा भन्ने ठाउँलाई चाहिँ सिधा कास्की पोखरा नआयो कि हाम्रो लोकल पोखरा चाहिँ क्या अङ्कल अब त 1 घन्टा 2 मिनट भयो 1 घन्टा भिडियो जोड्छ आधा घन्टा त हुन्छ आधा घन्टा त हुन्छ होइजान्छ यसो घुमन्छ आज कन्टेन्ट होइजान्छ क्वालिटी राम्रो हुने रहेछ भनौँ 60 FPS मा खिच्यो भने राम्रो
जागर न पुरा बजार एक्सप्लोर आज पुरा गाउँ एक्सप्लोर कार्यालय स्वास्थ्य चौकी सब छ यहाँ जहाँ तुमसे देखा था यहाँ हमारे स्कुल मेन यहाँको सब जति पनि प्रोडक्टहरू उत्पादन हुन्छ सब यहीँबाट हो प्रोडक्ट भन्नाले जनशक्ति सबपट्टि यहाँ हेर्ने यहाँको मान्छे यहाँ आयो होटेल हो नारायण थान होटेल नारायण थान पुग्यौँ हामी चिज व्यवस्था 50 रुपियाँ लिने हो 50 नहाल्नु न फ्रीमा तैँले पप्पू कन्स्ट्रक्सनमा थियो पहिले मिल हो यहाँ हो मिल देखायो क्या भंडार भाइ केटा दोकान बन्द हो कसो दुर्गा देखो न दुर्गा का दुकान यहाँ सत्संग भवन